न के हो यो अहिले पाकिसकेर देखाउँछु मलाई पनि बनेको छैन राइस पेपरमा ट्रान्सपेरेन्ट मोमो बनाएको यस्तो भएछ पतलो छ नि पतलो छ भेरी थिन बिहारी स्टाइल पकाउँछु के अरे बिहारी स्टाइल पकाउँछु खाने तेल र यो मटन चाहिँ मजाले फ्राई गर्छ आज साँच्चै नै फ्लप भयो प्र्याङ्क भएको जस्तो भयो म त तर म मात्रै होइन रहेछ साउट आउट टु दावा मोक्तान है मर्निङ ह्याप्पी है ह्याप्पी पनि उठ्यो यहाँ किचनमा चाहिँ म्यारीले के बनाउँदैछ अच्छा भेन्डी फ्राई हुँदो रहेछ यो चाहिँ के हो मोमो आज न के हो यो अहिले पाकिसकेर देखाउँछु मलाई पनि बनेको छैन के पकाउँदैछ उसले भनेर है एनिवेज वेलकम ब्याक न्यू डे न्यू ब्लग है त्यही अब एक दुई दिन हामी पनि घरमा बस्ने हो बाहिर यताउता जाने किनभने बाहिर एकदमै डरलाग्दो गरम छ प्लस हिट वेभ चल्दैछ क्या हिट वेभले गर्दा पनि अनि यो ह्याप्पीलाई पनि त बाहिर म लगेको छुइनँ घुमाउनु वकतिर अहिले अलिक बन्द गरिदिएको क्या जस्तो राति पनि गरम हुन्छ कि हाम्रो यो एसी रुम हो मेन हाम्रो बेडरुम त्यहाँबाट बाहिर निस्किँदा यो रुममा आएपछि त आमा भट्टीमा पसेको जस्तो फिल हुन्छ क्या किन हिजो त मैले यसो टेम्परेचर चेक गरेको त राति मिड नाइटमा पनि 33हरू छ त्यस्तो गरम छ यहाँनिर है त्यही अब तपाईँहरू पनि यसो प्लेन साइडहरू बस्दैछ भने चाहिँ स्टे हाइड्रेट है अनि यसो बाहिर अलिकति अभोइड गर्नु है हिट वेभ चल्दैछ आज ह्याप्पीले पनि सावर लियो है अब यसलाई पुछिदिन्छु मजाले बसिरहेको छ गरममा है ह्याप्पी स्याड भइरहेको छ जबरजस्ती नहिदेऊ भनेर स्याड हेर्नु नै हेरेको छैन यसको फर सबै कर्ली हुन्छ नि ह्याप्पीलाई के भयो फुल एनर्जीमा छ यो फुल पावर के हो आफै कुद्दैछ एक्लै यता उता उता नि यता ह्याप्पी क्यारोट क्यारोट तिम्रो क्यारोट एक्लै खेल्दैछ अब आउँछ फेरि आमा फेरि आउँछ एक्लै ह्याप्पी गेट गुड बोय खै ह्याप्पी कम कम थाकेछ अब चाहिँ सानो कुदेन र यता नि उता उता नि यता फेरि कुद्छ है अब ह्याप्पीलाई यहाँ दही हो यसो तपाईँहरूको पनि घरमा पेट छ भने स्पेसली पपिजहरूलाई चाहिँ दही दिनु पर्दो रहेछ गरममा क्या उनीहरूको पेट चाहिँ एकदमै ठन्डा राख्छ तर ह्याप्पीले यो चाहिँ खान्छ कि खाँदैन मैले हिजो पनि दिएको थिएँ यसलाई हो हिजो चाहिँ यतिकै र दिँदा खाएन फेरि म किचनमा गएँ कि हल्का राइस मिक्स गरेको जस्तो गरेर चाहिँ दिएको थिएँ कि सबै खायो यसको नाटक ज्यादा हुन्छ क्या हेरौँ है ल ह्याप्पी खुवाउनुपर्छ खायो खायो यसरी खान्छ दही अब हाम्रो लन्च है आज ब्रेकफास्ट चाहिँ स्किप गरेको आज लन्च एकदमै स्पेसल बनाएको छ के बनाएको छ मलाई पनि थाहा छैन है यता राख न यहाँ माथि यसलाई ओके किसी ने ये के हो ये तो मैंने मोमो बनाया था मोमो ट्राई गरेको छ ट्रान्सपेरेन्ट मोमो है मेन चीज यो छ मेन चीज यो पत्ता छैन त ल भाइ स्पेसल लन्चमा चाहिँ के बनाएको छ ठिकै हो आज मसला खाँदा खाँदा पनि वाक्कै भइसक्यो थियो कोही कोही बेला भुँडीलाई पनि झुक्काउँदै गर्नुपर्छ है होइन मतलब के भन्नु अब भुँडीलाई झुक्काउनु अन्त इज दिस अ न्यू व्लग यस नमस्ते सबैलाई म लन्च गर्ने स्टिकी राइस हो यस अच्छा But the best part is 1 minute हो म देखाउँछु है तपाईहरुलाई स्टिकी राइस मजाले यो अलिकति भित्रमा स्टफिङ छ स्टफिङ छ अच्छा स्टफिङ रहेछ है टाइपो जस्तो रहेछ हौ अच्छा भित्र चाहिँ किमा रहेछ नि त वाउ स्टिकी राइसमा चाहिँ यस्तो स्टफिङ गरेको रहेछ उसले And ये मोमो एक्चुअली ये मैदा का मोमो छैन ये चाहिँ ट्रान्सपेरेन्ट मोमो के भयो मोमोको शेप चाहिँ नहीं मतलब बहुत गीला गीला हो गया हो है ठिकै छ
मोमो चाहिँ बिग रहेछ ओभरकुक भएछ यो राइस पेपरमा ट्रान्सपेरेन्ट मोमो बनाएको यस्तो भएछ Patlo ठिकै छ choni. Huh? Patlo cho very thin this rice paper. Try food my first time. फर्स्ट टाइम Next time I understand it has to be thick. है लु है खाउँ अचारमा ठ्याक्कै हो रेडी Ready Thakur? हाम्रो मोमो त यस्तो भयो भित्रे मोमो But tasty cho. टेस्टी छ है But the wrapper no wrapper actually sticky cho or patlo pani bahut patlo cho. ट्रान्सपेरेन्ट मोमो बनाउनु ट्राई गरेको है नेक्स्ट टाइम चाहिँ You मजाले try but it's very tasty. टेस्टी छ किमा चाहिँ टेस्टी रहेछ यो चाहिँ ट्राई गर्नु मन पर्यो मलाई है यो चाहिँ ट्राई गरौँ न स्टिकी राइससँग चाहिँ किमा Nice. सुसीहरू जस्तो खालको आउँदो रहेछ म sushi बनाउँछु ल next time. But I need the materials. मोमो चाहिँ अब कम्तीले खानुपर्ने नो यो चाहिँ सुसी जस्तो देख्दो रहेछ किम्बाब सुसी है तर डढेछ यो चाहिँ क्या केराको पत्ता सकेर चाहिँ फोइल पेपरमा गरेको Foil paper ma. फोइल पेपर I है want to throw. फेरि यो राइस स्टिकी राइस हो यहाँ पाउँदैन नि त त्यो भएर वेस्ट नगर्ने है खाने हो यो चाहिँ अब चाहिँ डिनर पाक्दैछ है डिनरमा चाहिँ खसीको मासु Bihari style pakaउँछु. के अरे Bihari style पकाउँछु. ल अहिले भन है रेसिपी पनि म सिम्पल छ रेसिपी ऐसा यस्तो कुछ नहीं प्याज में ऐसे भुन्नु सरसों ऑयल में फिर लहसुन अदरक मसाला मसाला चाहिँ के मसाला नॉर्मल जीरा पाउडर ये देन विसल खाने तेल र यो मटन चाहिँ मजाले फ्राई गर्दैछ अहिले फेरि यसमा केही इन्ग्रिडियन्ट्सहरू केही हालेको छैन जस्ट गोटा मसाला के गोटा मसाला हालेको छ गरम को गोटा मसाला जीरा गोटा सुखा खुर्सानी सानो सानो बस त्यसमा मात्रै फ्राई हुँदैछ प्याज टमाटर केही पनि हालेको छैन है यहाँ चाहिँ छ प्याज टमाटर अदरक लसुनको पेस्ट है मसाला बनिँदैछ हल्दी रेड चिली पाउडर रेड चिली पाउडर रङको लागि थोड़ा स्पाइसी होगा आफ्नो हिसाबले हाल्दा भयो जिरा धनिया पाउडर यति है अब यसमा चाहिँ पानी यस पानी यसरी मिक्स ठ्याक्कै गरे यति मात्रै हाल्छ है बादमा डाल्छु यो चाहिँ बादमा हाल्छ है ओके मटन पाक्यो एकदम बिहारी स्टाइल मटन अच्छा यो पनि यस्तो हुँदो रहेछ नि त दामी है तयारी भयो म कहाँ गएको भन्दा चाहिँ योगा म्याट पनि तयारी छ मेरो है खास चाहिँ म यो तलनिर 1 घन्टाको चाहिँ मेडिटेसन क्लास हुँदैछ आज है इट्स फ्री अफ कस्ट क्लास हो मलाई हिजो पनि बोलाउँदै थियो आज बिहान पनि म उठेँ आज छिटो उठेँ 5 बजीतिर बिहान उठेर चाहिँ ह्याप्पीलाई यसो वक लाग्दै थियो त्यहाँबाट अङ्कल आएर यस्तो यस्तो हुन्छ भनेर क्या आउनु भने क्या मलाई पनि इन्ट्रेस्ट लाग्यो है त्यही अब म 6 बजी अब जानु आँटेको यो सबै क्लासहरू रहेछ हुँदो रहेछ सिकाउँदो रहेछ उनीहरूले है यो चाहिँ काचा कुचुक भयो ह्याप्पीले अब यहाँनिर चाहिँ हिन्दीमा लेखेको छ मलाई त्यस्तो पढ्नु आउँदैन है अब के हुन्छ कस्तो हुन्छ तल क्लासमा चाल्छ अलिअलि भिडियो गर्नु पाएँ भने बस्छु है हुन्छ अब अहिले एकछिन भेटौँ तल पुगेर म फ्लप भयो बोलिरहेछ म त यस्तो एक्साइटेड भएर गएको कि खै बिहान मैले सोद्धा त इभिनिङ 6 बजी हुन्छ मात्रै भन्यो यस्तो मलाई डेटहरू केही भनेन नि त
त्यही तलनिर मैले ब्यानरमा फोन गरेर सोद्धा चाहिँ भोलि इभिनिङ 6:30 रहेछ। लाजै लाग्दो ठिकै छ है। अब म जान्छु ह्याप्पीको खानाहरू किन्नु लागि, सब्जीहरू है। निस्केको है ह्याप्पीको त्यही गाजर त्यहाँदेखि पम्किनहरू लिनु छ। त्यही फ्लप भयो, फ्लप आज। मान्छेहरू आउँदै फर्किँदै गर्दैछ। उनीहरूले भन्नु जानेन नि बिहान के हो भन्नुपर्छ नि, भोलिको 6 बजी भन्नुपर्छ क्या। क्लास आउनु ल, मेडिटेसन क्लास हुन्छ, राम्रो हुन्छ 6 बजी मात्रै भने क्या, डेटहरू केही भनेन। उहाँ पनि आन्टी पनि बिचारा उहाँ सोध्दैछ, कल का 6 साढ़े 6 में है नहीं, आज का नहीं, मैंने फोन करके पूछा। लो है यहाँ मेरो हिरो पनि रेडी भयो है। चिरिक्कै भइरहेको छ। अस्ति धोको तर यस्तो सेतो सेतो भइहाल्छ क्या, धुलो लागिहाल्छ। चिरिक्कै भइरहेको छ। लु है अब बाइकमै गएको छिटो हुन्छ नि त बाइकमा, त्यो भएर गरम पुरा गरम छ। टेम्परेचर कतिसम्म भन्दैछ तपाईँहरूलाई हेरेर। बस्नु आँटिसक्यो। टाइम टाइम परे टेम्परेचर 40 जस्तो छ। आम्मा गरम पुरा। आइपुग्यो यहाँ है। यहाँनिर यसो अब यहाँ ह्याप्पीको लागि। ये क्या बोलते हैं आप लोग इसको? इसको हम लोग पेठा बोलते हैं ना, हम लोग क्या बोलते हैं, फर्सी बोलता है ना, पेठा भन्छ अरे यसलाई चाहिँ। ओके है, घर पनि आइपुगिसक्यो। सामान सबै लिएर है। आज साँच्ची नै फ्लप भयो, प्राङ्क भएको जस्तो भयो म त। तर म मात्रै होइन रहेछ, त्यहाँ धेरैजना छ नि आएर चाहिँ फर्किँदै थियो, भर्खर पनि देखेँ क्या। त्यही हो अब के भन्नु, मिसकम्युनिकेसन है। ह्याप्पी पनि सबै सामान लियो। यस्तो डरलाग्दो गरम कि यो 40 चल्दैछ टेम्परेचर, हावा पनि बाइकमा तातो है। दिमाग काम नगरेर मैले झन्डैले त्यहाँ दोकान गएँ। दोकानमा ह्याप्पीको सामानहरू सबै किनेँ। त्यहाँदेखि मैले पैसा अगाडि नै दिएछ 500 रुपियाँ है। त्यहाँदेखि मैले कति भयो भैया भने, कति 300 कति भयो भने है। फेरि मैले भुल्दैछु पैसा अगाडि दिएको छु भनेर। त्यहाँदेखि फेरि पर्स खोदाल्छु, 150 रुपियाँ मात्रै छ पर्समा है। एकछिन त टेन्सन भयो अब है। त्यहाँदेखि बिचरा त्यो भैया पनि राम्रो, अब सधैँ त्यहीँ गइबस्छु है। भैयाले चेन्ज टक्कै लिएर फर्कायो है। के भयो भनेर सोध्यो मलाई होइन, तर मैले केही पनि भनेन। त्यो भैयाले हाँस्दै तैँले पैसा भुलिस् है भने। मैले भने या त्यस्तो हुन्छ। काम ह्याप्पी लु औ तिम्रो खाना लिएर आएको काम। ओके है, आजको भ्लग यहाँसम्म राख्नुवाला। अनि आज त सुपर डुपर फ्लप भयो। म फ्लप प्राङ्क गरेको जस्तो भयो क्या। कसैले मजाले नुहाइ धुवाइ गरेर है, मजाले योगा म्याटहरू मिलाएर ब्यागमा हालेर बसिरहेको थिएँ, पर्खिरहेको थिएँ। कहिले फोनमा बज्छ भनेर घन्टी हुन्छ नि, मजाले मैले सेट गरेको थिएँ फोनमा पनि। जस्तो बज्यो त्यस्तै तल गयो, छैन कोही पनि आएको पनि छैन रहेछ क्या। लास्ट पनि लागेको हुन्छ नि। तर ठिकै छ है, अब नेक्स्ट टाइम जान्छु है। अनि त्यही अनि हाम्रो लास्ट भिडियोमा, लभ स्टोरी भिडियोमा तपाईँहरूले धेरै माया दिनुभएको छ, धेरै कमेन्ट, धेरै लाइक। अनि हाम्रो युट्युब फ्यामिलीमा पनि नयाँ हाम्रो सदस्यहरू जोडिनु भएको छ। स्पष्ट नेपाली बोल्न खोजेको हाम्रो युट्युब फ्यामिलीमा पनि धेरै हाम्रो फ्यामिलीमा नयाँ फ्यामिलीहरू जोडिनु भएको छ है। वेलकम टु आवर च्यानल। अनि जतिजनाले पनि लाइक गर्नुभएको छ उहाँहरूलाई है, थ्याङ्क यू सो मच मनबाट फर यर लभ एन्ड सपोर्ट है। इट मिन्स अ लट क्या हुन्छ नि। अनि जतिजनाले पनि कमेन्ट गर्नुभएको छ उहाँहरूलाई सधैँको जस्तो साउट आउट चाहिँ किन दिन्छु भन्दै एउटा थ्याङ्क्स गिभिङ क्या। तपाईँहरूले भ्लग हेर्नुहुन्छ है टाइम निकालेर, एउटा बिजी टाइममा पनि है। त्यहाँदेखि त्यही माथि तपाईँहरूले कमेन्ट गरेर है, अझै खुसी लाग्छ क्या कमेन्ट देख्दा पनि। एउटा हुन्छ नि कनेक्सन हुँदो रहेछ क्या तपाईँ र हाम्रो है। त्यही भएर नामहरू जतिजना हामीलाई फर्स्टदेखि सपोर्ट गर्दै आउनु भएको उहाँहरू कहिले नामै भुलिएको छैन क्या। हुन्छ पर्सनली चिन्छ, जस्तो कि एउटा फेसबुकतिर हाम्रो फ्रेन्डहरू हुन्छ नि, यसो हामी गफहरू गर्ने। अब दो हामी चिन्दैन, कता कता छ है, भए पनि एउटा कनेक्सन आउँछ है। त्यस्तो चाहिँ फिल हुँदो रहेछ है। अनि त्यही अब लास्ट भ्लगमा है जतिजनाले भिडियोमा जतिजनाले पनि कमेन्ट गर्नुभएको छ उहाँहरूलाई सधैँको जस्तो साउट आउट एउटा थ्याङ्क्स गिभिङ है। हुन्छ, लेट्स स्टार्ट। फर्स्ट साउट आउट टु दावा मोक्तान दाई है, साउट आउट टु पाल्दुप 27, साउट आउट टु रिमोम लेप्चा, साउट आउट टु सिग्मी भुटिया, साउट आउट टु सेन्डी तामाङ, साउट आउट टु नर्जिम लेप्चा, साउट आउट टु स्नेक पिक्सन। उहाँको धेरै दिन बादमा कमेन्ट देख्नु पायो। उहाँ पनि हामीलाई फर्स्टदेखि सपोर्ट गर्दै आउनु भएको स्नेक पिक्सन है। साउट आउट टु तेन्जित तिन्ते है, उहाँ पनि धेरै दिन बादमा देख्नु पायो उहाँको कमेन्ट। उहाँको पनि हामीलाई, उहाँले पनि धेरै अगाडिदेखि हामीलाई
सपोर्ट गर्दै आउनु भएको हामी फर्स्ट नयाँ भ्लगहरु बनाउँदा अब त हुनु आँट्यो होला 1 साल जस्तो है साउट आउट टु नावाङ दोजी साउट आउट टु भावना भुटियादी साउट आउट टु शर्मिला कनाल साउट आउट टु आई कुकुला साउट आउट टु सिसुम लेप्चा है सिसुम लेप्चा मेरो साथी बेस्ट फ्रेन्ड भन्नु न है साउट आउट टु मोनिका रावत साउट आउट टु तेज गुरुङ साउट आउट टु विनोद गुरुङ है साउट आउट टु मेलहोई फ्यामिली ब्लग उहाँ दाको पनि आज कमेन्ट लेख्नु पायो है दा पनि धेरै अगाडिदेखि हामीलाई सपोर्ट गर्दै आउनु भएको छ तर कोही बेला उहाँले कमेन्ट चाहिँ छोड्दै गर्नुहुन्छ है थ्यांक यू सो मच है साउट आउट टु शान्ति रसाइली साउट आउट टु प्रीतम थापा है साउट आउट टु डेका मेरो साथी उता गुवाहाटीको है साउट आउट टु माउन्टेन 55 साउट आउट टु सोनाम शेर्पा साउट आउट टु जेनिस्टर राई भाइ है सानो भाइ हाम्रो स्कुलबाट हामी चाहिँ चिनेको उहाँ पनि सिक्किमकै हुनुहुन्छ भाइ है साउट आउट टु सनमाया राई है उहाँ मेरो बहिनी ग्याङटकमा छ है साउट आउट टु रञ्जना राई साउट आउट टु डीएम ग्ल्याम है उहाँको पनि धेरै दिन बादमा कमेन्ट लेख्नु पायो है साउट आउट टु सुमी सुब्बा साउट आउट टु राजेश सुब्बा दाई है उहाँको त अलवेज हुन्छ कमेन्ट राजेश सुब्बा दाईले फुल सपोर्ट लभ एन्ड सपोर्ट हामीलाई या ब्लेसिङ राजेश सुब्बा दाईको है साउट आउट टु सुमन खुल्लुङ है साउट आउट टु रुबिना खान है उहाँको पनि धेरै दिन बादमा कमेन्ट लेख्नु पायो उहाँ पनि धेरै अगाडिदेखि हामीलाई सपोर्ट गर्दै आउनु भएको थ्यांक यू सो मच है साउट आउट टु समीर सुब्बा दा है साउट आउट टु विवेक पर है उहाँ चाहिँ मेरो सर हुनुहुन्छ हाम्रो स्कुलको है हुन्छ एनीवेज अब थ्यांक यू सो मच है यो अब एन्ड गरौँ होला अर्को ब्लगमा भेटौँ टिल देन टेक केयर स्टे सेफ बाई